One, two, three, go. Hello guys, welcome back to my YouTube channel. So यो भिडियो चाहिँ स्पेसली फर नेपाली स्टुडेन्टहरूको लागि छ। लाइक म अहिले चाहिँ आइआइटी जोधपुरमा आफ्नो मास्टर्स गरिरहेको छु। सो हाउ आई गट एडमिसन एट आइआइटी जोधपुर त्यो प्रोसिजरहरू चाहिँ म यो भिडियोमा चाहिँ भन्न गइरहेको छु। तपाईहरुले कसरी चाहिँ आफ्नो एडमिसन लिन सक्नुहुन्छ, कुन पोर्टलको थ्रु अप्लाई गर्न सक्नुहुन्छ, के डकुमेन्ट्सहरू चाहिन्छ, आई विल टेल यु एभ्रिथिङ। सो आई वाज गेटिङ अ लट अफ कमेन्ट्स लाइक हाउ कसरी चाहिँ एउटा नेपाली स्टुडेन्ट भएर चाहिँ हामी आइआइटी चाहे एनआइटी यिनीहरूमा चाहिँ कसरी एडमिसन लिन सक्छौँ। सो त्यो प्रोसिजर बारे टुडे आई एम गोइङ टु गाइड यु। सो लेट्स गेट स्टार्टेड है त। ओके, सो अब चाहिँ म भन्छु कसरी चाहिँ हामीले आइआइटी एनआइटिजहरूको लागि चाहिँ अप्लाई गर्न सक्छौँ। सो बेसिकली पहिला नयाँ ट्याबमा जाने अनि हामीलाई सबभन्दा सुरुमा आफ्नो जिमेल अकाउन्ट बनाउनुपर्छ। सो यसरी हाम्रो इन्टरफेस आउँछ जिमेलको। सो यहाँ गएर हामीले क्रिएट अकाउन्ट गर्ने अनि फर पर्सनल युज भनेर यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि आफ्नो फर्स्ट नेम लास्ट नेम सबै कुरा राख्ने अनि नेक्स्ट गर्दै जाने अनि त्यसपछि चाहिँ हाम्रो एउटा जिमेल अकाउन्ट बन्छ। यो चाहिँ हामीले भर्खरै जिमेल बनाएको नयाँ त्यसको यो इन्टरफेस हो। सो अब यो जिमेल चाहिँ हामीले स्टडी इन इन्डिया भन्ने पोर्टल छ त्यसमा चाहिँ युज गर्नुपर्छ। सो अब त्यसको लागि चाहिँ हामी अर्को ट्याबमा जाने अनि स्टडी इन इन्डिया भनेर सर्च गर्ने। यो फर्स्ट लिङ्क जुन आउँछ स्टडी इन इन्डिया भन्ने वेबसाइट, अब यसमा क्लिक गर्ने। हामी क्लिक गरिसकेपछि तिनीहरूको त्यो स्टडी इन इन्डियाको वेबसाइट चाहिँ खुल्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले स्टडी इन इन्डिया भनेर लेखिरहेको छ। यो रेजिस्टर ट्याबमा चाहिँ अब यहाँ हाम्रो स्टुडेन्ट रेजिस्ट्रेसन भन्ने छ। यसमा चाहिँ हामीले क्लिक गरेपछि हाम्रो स्टुडेन्ट रेजिस्ट्रेसन भन्ने एउटा फर्म खुल्छ। यो फर्म चाहिँ भर्नुपर्छ। जस्तै फर्स्ट नेम के छ, लास्ट नेम के छ, कन्ट्रीमा तपाईहरुले नेपाल भनेर सेलेक्ट गर्नुहोस्। त्यसपछि यो कन्ट्री कोड नेपालको फोन नम्बर कन्ट्री कोड हाल्नु, मोबाइल नम्बर हाल्नु, त्यसपछि आफ्नो इमेल हाल्नु। जुन भर्खर यो इमेल बनाउनु भएको थियो हो त्यो इमेल चाहिँ यहाँ हाल्नु, आफ्नो पासवर्ड हाल्नु, पासवर्ड कन्फर्मेसन हाल्नु, फेरि त्यसपछि यो क्याप्चा हालेर अनि त्यसपछि रेजिस्टर गर्नु। रेजिस्टर गरिसकेपछि अब हाम्रो काम हुन्छ यहाँ लगइन गर्ने। अब हामी यहाँ लगइनमा जाने, लगइनमा गएर स्टुडेन्ट लगइनमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ आफ्नो त्यो आइडी हाल्ने। जस्तै जुन हाम्रो जिमेल थियो त्यो जिमेलै हाल्नुपर्छ। जिमेल हाल्ने अनि जिमेल हालिसकेपछि आफ्नो पासवर्ड हाल्ने। पासवर्ड हालिसकेपछि यो क्याप्चा जे जस्तो छ त्यसलाई कपी गर्ने अनि त्यसपछि साइन इन गरेपछि यस्तो एउटा ड्यासबोर्ड खुल्छ के। अनि ड्यासबोर्ड खुलेपछि जस्तै मेरो यहाँ नाम छ, ठ्याक्कै यहाँ नाम देखिरहेको छ, यो मेरो चाहिँ आइडी भइहाल्यो। अनि यसमा अब यो प्रोफाइलहरू चाहिँ तपाईलाई फिल गर्नुपर्छ। मैले अलरेडी मेरो फिल नै छ, त्यही भएर अब म चाहिँ यसलाई एडिट गरेर देखाउन सक्दिनँ। फेरि मेरो त्यहाँ पर्सनल इन्फर्मेसनहरू पनि छ, एकदम बेसिक कुराहरू जस्तै नामहरू के छ, त्यसपछि तपाईको डेट अफ बर्थ भइहाल्यो, कुन कन्ट्रीबाट हो, त्यसपछि सिटिजनसिपको डिटेल्सहरू भयो, पासपोर्टको डिटेल्सहरू, एकदम फर्मल बाबाको नाम के हो, मामुको नाम के हो, एकदम फर्मल कुराहरू यहाँ ठ्याक्कै आउँछ। त्यसपछि हाम्रो एकाडेमिक्स इन्फर्मेसनमा तपाईहरुले सबै एकाडेमिक्स कुराहरू राख्नुपर्छ। जस्तै यहाँ हाम्रो सेकेन्डरी लेभलको छ, त्यो सेकेन्डरी लेभलको एकाडेमिक्स 10 क्लासको राख्नुपर्ने, यो क्लास 12 को राख्नुपर्ने, त्यसपछि डिप्लोमा गर्नुभएको छ भने डिप्लोमाको राख्ने, अनि त्यसपछि ग्रेजुएसनको राख्ने। इन केस डिप्लोमा गर्नुभएको छैन, ग्रेजुएसन गर्नुभएको छ भने ग्रेजुएसनको लागि राख्ने। त्यसपछि अब हामी त पोस्ट ग्रेजुएसनको लागि अप्लाई गरिरहेको छौँ, चाहिँ ग्रेजुएसनको लागि नै अप्लाई गरिरहेको छौँ भने त्यही क्लास 10 र 12 को राख्ने अनि ग्रेजुएसनको लागि अप्लाई गर्ने। अनि पोस्ट ग्रेजुएसनको लागि हो भने 10 र 12 को राख्ने अनि ग्रेजुएसनको पनि राख्ने अनि पोस्ट ग्रेजुएसनको लागि हामी अप्लाई गर्ने। अनि यसरी सबै गरेर अनि यहाँ लास्टमा सेभ गर्ने अप्सन हुन्छ, त्यहाँ सेभ गर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ अब कुन कोर्स चाहियो, कुन युनिभर्सिटी चाहे कुन आइआइटिज कुन एनआइटिजहरू छ यहाँ सबै लिस्टेड छ। यो कोर्स एक्सप्लोर कोर्स भन्ने यहाँ ट्याब छ, त्यो ट्याबमा क्लिक गर्ने, सर्च गर्न पनि सक्नुहुन्छ। जस्तै कोर्सको टाइप के हो, एरिया अफ स्टडी, लेभल अफ स्टडी, स्टडी मोड अनलाइन हो कि अफलाइन हो, लोकेसन कुन ठाउँमा चाहिने इन्डियाको, त्यो टाइपले तपाईहरुले सर्च गरेर अनि सबै त्यसको क्राइटेरियाहरू चाहिँ हेर्न सक्नुहुन्छ। सो अब जस्तै अप्लाइड कोर्स यो ट्याबमा चाहिँ कुन कोर्समा चाहिँ मैले अप्लाई गरेको थिएँ। जस्तै मैले
इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी मैले आइआइटी जोधपुरमा चाहिँ अप्लाई गरेको थिएँ अनि त्यही भएर यहाँ पुरै 24 मन्थ्सको मेरो कोर्स हो, लाइक 2 इयर्सको, अनि 4वटा सेमेस्टर हुन्छ। त्यही पोस्ट ग्रेजुएटको लागि मैले अप्लाई गरेको थिएँ। सो यस्तै नै तपाईँहरूले यो एक्सप्लोर कोर्समा गएर पहिला आफ्नो कुन कोर्स पढ्न चाहनुहुन्छ, एक्सप्लोर गर्न चाहनुहुन्छ मजाले एक्सप्लोर गर्नुहोस्, हेर्नुहोस्, अनि त्यसपछि त्यसको वेबसाइटमा भिजिट गर्नुहोस्, सबै इन्फर्मेसनहरू हेर्नुहोस् अनि अप्लाई गर्नुहोस्। अनि त्यसपछि अर्को ट्याब छ हाम्रो यहाँ एडमिसन स्टेटस। सो यसमा चाहिँ तपाईँले जुन यो एक्सप्लोर कोर्स ट्याबबाट अप्लाई गर्नुहुन्छ, जुन युनिभर्सिटीमा, त्यो चाहिँ यहाँ आउँछ ठ्याक्कै। जस्तै मैले चाहिँ एउटैमै अप्लाई गरेको थिएँ, जस्तै मेरो एक्सेप्टेड अलरेडी यहाँ देखाइरहेको छ। सो यो हेर्न सक्नुहुन्छ, मेरो अलरेडी यहाँ एक्सेप्टेडमा आइआइटी जोधपुरको देखाइरहेको छ, यो पिजीको छ। सो मेरो अलरेडी छ। अनि जस्तै अब इनकेस तपाईँले कुनै युनिभर्सिटिजहरूमा अप्लाई गर्नुभएको छ, त्यहाँदेखि तिनीहरूले डिक्लाइन गरिदिएको छ भने यो टाइममा ठ्याक्कै तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि कुनमा चाहिँ अप्लाई गर्नुभएको छ, यहाँ चाहिँ ठ्याक्कै यो रिसिभ ट्याबमा चाहिँ देखिन्छ। अब जस्तै यो एक्सप्लोर कोर्समा चाहिँ हाम्रो यहाँ एउटा कोर्स भन्ने ट्याब छ अनि एउटा इन्स्टिट्युट भन्ने ट्याब छ। सो इन्स्टिट्युटमा गएर हामी सर्च गरेर, जसरी मैले आइआइटी जोधपुरलाई नै सर्च गरेको छु, यसलाई क्लिक गरेर अनि गरेपछि यहाँ आउँछ। अब त्यसको यो क्लिक गर्ने युनिभर्सिटीको यसमा सबै कुरा देखाउँछ तपाईँहरूले। जस्तै अबाउट मतलब यो आइआइटी जोधपुरको बारेमा जे जति छ यहाँ त्यसको डिटेल्सहरू दिएको छ, कहिले फाउन्ड भएको थियो, के छ, कतिवटा स्टुडेन्टहरू अहिले छन्, कतिवटा इन्टेकहरू, एउटा इन्टेकमा कतिवटा स्टुडेन्टहरू लिन्छन्, कुन बिटेक एमटेक कोर्सहरू तिनीहरूले एफिलिएट गर्छ, सबै कुरा यहाँ छ। त्यसपछि कोर्सेसहरू के अफर गर्छ यहाँ ठ्याक्कै, जस्तै मास्टर अफ साइन्स, पिएचडीहरू छ, एमटेक इन एआई छ, एमटेक इन बायो एन्ड बायो इन्जिनियरिङहरू छ। सो जुन तपाईँको इन्ट्रेस्ट छ त्यसमा जाने, अनि फ्याकल्टिजहरू अब के छ, फ्यासिलिटिजहरू के छ यहाँ चाहिँ सबै छ। जे कुरा भनेको छ यहाँ सबै कुरा छ, किनकि म यही पढिरहेको छु अनि मलाई सबै कुरा थाहा छ। अब कस्ट अफ लिभिङ कति छ त्यति धेरै त छैन, जस कस्ट अफ लिभिङ चाहिँ मजाले एउटा नेपाली स्टुडेन्टले, फ्यामिलीले चाहिँ मजाले यहाँ चाहिँ बसेर चलाउन सक्छ। एलिजिबिलिटी क्राइटेरियाहरू जब के छ, जस्तै अनलाइन एप्लिकेसन, अहिले जुन हामी फर्म भर्छौँ त्यो फर्म भरेर यो अनलाइन एप्लिकेसन, त्यसलाई नै भन्छ। इन्ट्रान्स इक्जाम त यहाँ हुँदैन, इन्ट्रान्स इक्जामको सट्टा चाहिँ हाम्रो इन्टरभ्यू हुन्छ। सो इन्टरभ्यूको लागि चाहिँ प्रिपेयर गर्नु होला, अनि इन्टरभ्यूको लागि प्रिपेयर गरिसकेपछि इन्टरभ्यू लिइसकेपछि त्यहाँ आफै तपाईँलाई एडमिसनको आउँछ, इमेल आउँछ, अनि इमेलबाट अप्लाई गर्ने। जस्तै मान्नु हामी मास्टर्स अफ टेक्नोलोजी एमटेक एआईको लागि चाहिँ हामी इन्ट्रेस्ट गरेर। सो बेसिकली भर्खरै मैले सबै प्रोसिजरहरू तपाईँहरूलाई बताएन। सो इट नट द्याट टफ है, त्यस्तो टफ पनि छैन। मजाले तपाईँहरूले त्यो स्टडी इन इन्डियाको वेबसाइटमा जानु, त्यो पुरै त्यहाँ सबै डिटेल्सहरू दिएकै छ, आइडी बनाउने, लगइन गर्ने, त्यसपछि आफ्नो पर्सनल डिटेल्सहरू राख्ने, जति पनि तपाईँहरूको सर्टिफिकेट्सहरू छ एकाडेमिक्स ट्याबमा जाने, त्यसमा सबै डकुमेन्ट्सहरू त्यहाँ अपलोड गर्ने। अपलोड गरिसकेपछि मजाले तपाईँहरूले कोर्सहरू एक्सप्लोर गर्नुपर्छ, मजाले कोर्सहरू एक्सप्लोर गर्नु, इन्स्टिट्युट कुन तपाईँहरूले हेर्नु भएको छ त्यसमा जानु, त्यसको वेबसाइटमा जानु, सबै कुराहरू हेर्नु। एकदम सजिलो छ, त्यस्तो खासै केही कम्प्लेक्स छैन। यो सबै कुरा गरिसकेपछि सप्लाई गरिसकेपछि तपाईँलाई पछि युनिभर्सिटीहरू, कलेजहरूले आफै कन्ट्याक्ट गर्छ। जुन जिमेल बनाउनु भएको छ त्यो जिमेलमै तपाईँहरूलाई कलेजको मेल आउँछ, त्यसमा सबै डिटेल्सहरू लेखेको हुन्छ, के प्रिपेयर गर्नुपर्छ, कसरी गर्नुपर्छ, कुन टपिक प्रिपेयर गर्नुपर्छ, पुरै तिनीहरूले लिस्टै बनाएर दिएको हुन्छ। त्यो टपिकहरू मजाले प्रिपेयर गर्नु, अनि प्रिपेयर गरिसकेपछि इन्टरभ्यूको ठ्याक्कै डे एन्ड टाइम तोकेकै हुन्छ। त्यो मजाले त्यो डे एन्ड टाइममा आफ्नो इन्टरभ्यू दिनुहोस्, एकदम नर्मल, एकदम फ्री पारेर, त्यस्तो केही कम्प्लेक्स हुँदैन, एकदम बेसिक्स कुराहरू सोध्छ। सो त्यस्तो डराउनु पर्दैन। अनि इन्टरभ्यूहरू सबै सकिसकेपछि तिनीहरूले आफै फेरि मेल गर्छ, अनि त्यो मेलमा चाहिँ कस्तो हुन्छ कि तपाईँहरूले एडमिसन इफ सबै कुरा राम्रो भएको छ, सबै कुरा एकदम पर्फेक्ट छ, तपाईँको डकुमेन्ट्सहरूमा पनि केही त्यस्तो छैन भने एडमिसनको इमेल आउँछ, नो डाउट यो कुराको लागि तपाईँले टेन्सन नलिनु। तर जुनमा चाहिँ इन्ट्रेस्ट छ त्यसमै चाहिँ अप्लाई गर्नु, यो चाहिँ मेन पोइन्ट हो है। जुन तपाईँको इन्ट्रेस्ट छ, जुन तपाईँको फिल्ड अफ इन्ट्रेस्ट छ, जुन तपाईँलाई ब्याचलर्स गर्नु छ, चाहे मास्टर्स गर्नु छ, चाहे पिएचडी नै गर्नु छ, त्यसमा त्यो फिल्डमा मात्र अप्लाई गर्नुहोस्, अनि मात्र
तपाईँले एडमिसनको लागि चाहिँ तपाईँले एकदम मजाको त्यसमा मात्र अप्लाई गर्नु, मेल आउँछ अनि त्यसपछि त्यो मेलमा चाहिँ मजाले सबै कुराहरू मेन्सन हुन्छ। स्टार्टिङ डेट कहिले हो, सेमेस्टरको कति पैसा लाग्छ, के लाग्छ, सबै कुराहरू दिएको हुन्छ एकदम डिटेलमा। केही त्यस्तो पिर मार्नु पर्दैन, मजाले त्यसमा सबै कुरा लेखेको हुन्छ। सो इन केस अझै पनि अब केही बुझ्नु भएको छैन, चाहे केही कुरा त्यस्तो राम्रोसँग त्यसमा लेखेको छैन, तपाईँहरूले केही बुझ्नु भएन भने फिल फ्री टु कन्ट्याक्ट मी, म छु, तपाईँहरूलाई हेल्प गर्छु। ल यो भिडियोको लागि यति नै राखौँ। इनकेस तपाईँहरूले अझै केही पनि क्वेरिज, अझै पनि केही कुरा बुझ्नुपर्ने छ भने कमेन्ट गर्नुहोला, कमेन्टमा भन्नु तपाईँहरूलाई के प्रब्लम आइरहेको छ। आई विल ट्राई टु सर्ट आउट थिङ्स जति हुनसक्छ।